प्रकृतिको काखमा लुकेका यी ताजा फलहरू, जसलाई लङ्गन भनिन्छ। झरनाको चिसो र सफा पानीमा यसलाई मेहनतका साथ पखालिन्छ, तानेर यसको शुद्धतालाई जोगाइन्छ। धैर्यताका साथ प्रत्येक फलको बोक्रा र भित्री दाना निकालिन्छ। त्यसपछि परम्परागत विधिअनुसार यसलाई हल्का तापक्रममा सुकाउने प्रक्रिया सुरु हुन्छ। यस स्वास्थ्यवर्धक औषधीय परिकारमा अर्को महत्त्वपूर्ण तत्त्व थपिन्छ, अमेरिकन जिन्सेङ। यसलाई उसिनेर मसिना टुक्राहरूमा काटिन्छ र घाममा राम्ररी सुकाइन्छ। सुकेको जिन्सेङलाई परम्परागत खलमा पिसेर मसिनो धुलो बनाइन्छ र यस धुलोलाई लङ्गनको गुदीसँग एउटा निश्चित अनुपातमा मिसाइन्छ, जसले शरीरलाई शीतलता र ऊर्जा प्रदान गर्छ। अब पालो आउँछ मुख्य विधिको। यस मिश्रणलाई कालो चामलको बाफमा राखेर निरन्तर 3 दिन र 3 रातसम्म पकाइन्छ। पुराना विधिहरू अनुसार आगोको आँचमा बिस्तारै पकाइने यो प्रक्रियाले यसको औषधीय गुणलाई अझ तिखार्छ। लामो मेहनत र प्राचीन चिनिया विधिबाट तयार भएको यो विशेष लेदोलाई विमेन्स बाम भनिन्छ, जसले कमजोर शरीरलाई भित्रैदेखि तन्दुरुस्त बनाउन मद्दत गर्छ। हल्का अमिलो, तितो र मिठो स्वादको सम्मिश्रण भएको यो अमृत समान जडीबुटी वसन्त ऋतुमा शरीरलाई ऊर्जावान र स्वस्थ राख्नका लागि निकै लाभदायक मानिन्छ।